यो धान रोपाई होइन, असार भए पनि यो कसैको खेत होइन। यो त हाल प्यारापेट निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको त्रिभुवन विश्वविद्यालयको क्रिकेट यहाँ धान होइन दुबो रोपिँदैछ। नेपाली क्रिकेट खेलको स्तरलाई अझ माथि उठाउने गरी परम्परागत अथवा जमिनमा उब्रिएका जङ्गली घाँसहरूलाई खेल्दै त्यसको साटो क्रिकेट खेललाई अझ स्तरीय र सहज बनाउने हिसाबले यहाँ दुबो रोपिँदैछ। क्रिकेटरहरूको अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने चाहना र आम नेपाली दर्शकको अन्तर्राष्ट्रिय स्तरको खेल हेर्ने चाहनालाई पुरा गर्न त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका क्युरेटर मधु तामाङको नेतृत्वमा यसरी टुक्रामा झन्डै 36 यार्डको क्षेत्रफलमा यसरी दुबो रोपिँदैछ। यो दुबो हरेक वर्ष यो वर्षाको याममा यसै गरी ठाउँ छुट्याउँदै यसरी माटोहरूलाई मिलाएर धान रोपे जस्तो गरिरोपिन्छ। मात्र दुबो रोपिने यसरी मैदान तयार गर्ने काम क्युरेटरको पूर्ण निगरानीमा र क्रिकेटका अन्तर्राष्ट्रिय अभ्यासहरूसँग मेल खाने गरी गरिन्छ। यो काम त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको क्युरेटरहरूले गर्ने नियमित काम भए पनि अहिले सँगै प्यारापिट र फ्लड लाइट जडानको काम सँगसँगै भइरहेका बेला यसले पनि त्यहाँ पुग्ने जो कोहीको ध्यान तान्ने गरेको छ। प्लान्टेसनको बारेमा केही बोलिदिनुहोस्। हजुरको पिचमा हाम्रो सबै पिचमा म्याच भएर घाँसहरू सबै गइसकेको थियो। त्यसमा हामीले पुरै पिचमा घाँस रोपेर मल हालेर पानी हालेर घाँसहरू काट्ने हाम्रो काम भएर पिचको काम चाहिँ सबै प्रिपरेसन काम सबै सकिएर हाम्रो यो आउटफिल्डको स्लोप पनि हल्का स्लोप मिलाएर ज्यादा हाम्रो जङ्गली घाँस स्लोप मिलाएर जङ्गल सबै ठाउँमा माटो हालेर यसको माथि चाहिँ हामीले यो जस्तो पिचको जस्तो दुबो सबै सकेसम्म सबै ठाउँमा दुबो यही होस् ग्राउन्डमा भनेर हामीले सकेसम्म 38 एरियालाई चाहिँ कभर गर्ने खोजिरहेको छौँ। त्यति हो हामी। यो चाहिँ नियमित प्रक्रिया हो, त्यसले सधैँ हुन्छ यो? हजुर, ग्राउन्डमा अब घाँस पिचको काम भनेको अब घाँस काट्ने, पानी हाल्ने, मल हाल्ने, घाँस काटेर रोल्ने, पानी हरेक वर्ष वर्षाकै समयमा हुन्छ कि अरू बेला हुन्छ? हुन्छ, वर्षामा बढी काम वर्षामा हुन्छ। तपाईँको अब घाँस छिटो बढ्छ, त्यसलाई काटिनु पऱ्यो, जङ्गली घाँसहरूलाई हटाउनु पऱ्यो। अनि अब पिचमा अब जहाँ घाँस छैन त्यहाँ घाँस रोपेर
सबै ठाउँमा घाँस प्लान गरेर सबै हरियो बनाएर अनि अब लास्ट इयर भनेको पिचको काम भनेको हाम्रो मसिन माटोले टब्लेसन बाँकी हो लास्टमा चाहिँ अनि यो पिचको काम त सबै सकिसक्यो टब्लेसन मात्रै लास्टमा काम हो यो हाम्रो अहिले बनाइरहेको पिचको स्लोप हो यो स्लोपमा चाहिँ स्लोप मिलाएर यसको माथि चाहिँ हामीले दुबो हाल्नुलाई दुबो हालेर दुबो रोपिरहेको छ हामीले त्यसमा चाहिँ यो दुबो रोप्ने काम चाहिँ अब कति समय जति लाग्ला अब यो गाउँ कतिसम्म गर्नुहुन्छ तपाईँले कति यार्डसम्म गर्ने हो र अब कति समयमा सकिएला यो हाम्रो पिचबाट 30 यार्ड भनेको 30 यार्ड एरिया चाहिँ हामी दुबो बनाउनलाई कभर गर्नलाई हामी अब यो तपाईँको यो हामीले असारको 20-25 सम्म सकाउनुपर्छ तर भदौदेखि उता चाहिँ घाँसले कभर गर्ने त्यहाँपछि उता त्यति राम्रो घाँस कभर गर्दैन त्यतिसम्म चाहिँ सकायो भने चाहिँ छिटो राम्रो घाँस कभर गर्छ यस